प्रधानमन्त्रीको विकल्प हर्क साम्पाङ नभइकन बालेन्द्र शाह नै हुनुपर्ने 3 कारणहरू। नमस्कार। नम्बर 1, श्रमदान वा श्रमवाद। हर्क साम्पाङले अहिलेसम्म गरेको अभ्यासमा श्रमदान भन्नाले भौतिक तथा शारीरिक श्रमदान भन्ने बुझियो र अहिले डिजिटल टेक्नोलोजीको दुनियाँमा रमाइरहेका युवाहरू यो कुरामा कन्भिन्स हुन सकेनन्। टेक्नोलोजी र डिजिटलबाट पनि श्रमदान हुन सक्छ भन्ने कुरा उनीहरूले बुझेनन्। अनि त्यसपछाडि अहिलेको युवाहरू सर्टकट स्टाइल र सरल जिन्दगी बिताउन चाहन्छन्। तर हर्क साम्पाङले नेपालको जनसङ्ख्यालाई जनशक्तिमा परिणत गरेर देश विकास गर्छु भने, जस्तै अहिले उत्तर कोरियामा कडा परिश्रम गर्नुपर्छ, दक्षिण कोरिया, चीन, जापानमा पुनर्निर्माण अर्थात् समृद्धिको अगाडि नागरिकले कडा परिश्रम गरे जस्तै अब हामी नेपालीहरूले पनि कडा परिश्रम गर्नुपर्छ भन्ने जनता र युवाहरूमा यो बुझाइ भयो र हर्क साम्पाङप्रति कन्भिन्स हुन सकेनन्। त्यो मात्र नभएर सैन्य तालिम 18 वर्ष पछाडि अर्थात् 12 कक्षा पछाडि सैन्य तालिम गर्नुपर्छ भन्ने कुरामा पनि अहिलेको युवाहरू कन्भिन्स हुन सकेनन्। र यसको ठिक विपरीत राष्ट्रिय स्वतन्त्र पार्टीले डिजिटल टेक्नोलोजीको उच्च प्रयोग र समय अनुसारको जीवनशैली भन्ने विकल्प दिएकोले बालेन्द्र शाह प्रधानमन्त्री निश्चित भए।